5 किलो भात खाइने भएछ त किनीमा पो रहेछ त नि ताजा किनीमा कहाँ किनेको थाहा छ यो कहाँ किन्नु भएको कीर्तिपुर गाली खान्छु भनेर त पहिला अनि यहाँ निकालेर सबै देखाइदिनु भएको कतिको कम्तीको बाटो हुनुहुन्छ खल्ला गरे काइला त्यो भएर के हो यो त रोटी पो बेच्दै हुन्छ त अहिले त आफै बनाएको कहाँबाट सिक्नु भयो आमाहरूले सिकाउनु भएको अनि यसमा चाहिँ के छ कोसेली यसो धान नाच्नु चाहिँ पायो भने चाहिँ यसो नाच्छु त्यति हो तरेमा हो हुन्छ त यङमेनमा रक्ती मिसाउने धान नाच्न थान्दा रिसाउने हे लुङ्गे अचार तरेमा जिउ के छ विचार भने भइहाल्यो है अब यसै अब नक्कल पारेको नि है ल छौँ कसरी जाने हेरौँ त म्याप ल पुलचोक हुँदै कीर्तिपुर त्यसपछि भातीगढा निस्किने अनि यहाँ चाहिँ बजार रहेछ आज बजारहरू बहिनीहरू बजार हिँड्नु भएको हो आज आइतबार अनि अर्को के बार लाग्छ अरे कहाँदेखि आउनु भयो ए के लिन आउनु भयो ए त्यसो भने त खुङखार बनाउनुहुन्छ होला हो सबै बजाइदिने नमस्कार साउनी बहिनी के छ सब्जीको भाउहरू ए कमाउने चाहिँ थोरै खाने 6 जना त्यसैले ठुलो बुढी भयो होइन त्यसैले आराम हुनुहुन्छ परिचय गरौँ न त अनि शुभ नाम के हजुरको ए तपाईँको घर कहाँ हो यो कुन चोक हो यो कुन चोक हो यो जयबहादुर चोक कसको नाम हो जयबहादुर भनेको ए जयबहादुर श्रेष्ठ अनि यो जयबहादुर चोक अनि ठाउँको नाम के हो गेलाबारी म चाहिँ गिर्दलियाको तल्लो छेउमा आइसकेँ अनि ठ्याक्कै यहाँ शिव मन्दिर हेर्नु अनि शिव मन्दिरबाट चाहिँ उँधो जानु भन्दै थियो अब यसबाट म चाहिँ दक्षिण अब त लास्टै गाह्रो भने कहाँ जाने अब यता एउटा बाटो छ यता एउटा बाटो छ अर्को यता बाटो छ 3वटा बाटो आइरहेछ अब कता जाने भेलाइ कहाँबाट जाने बहिनी भेलाइ यताबाट जाने है ल सानो सानो चेलीहरूले मलाई यताबाट जा भन्नुहुन्छ म यताबाट जाने हो 1 2 3 यो बाटो कहाँ जाने यो दाहिने अनि यो अर्को दोमुना जाने यो दोमुना यो डाइनिया यो भेलाइ ल अब म भेलाइतिर लागेँ ल हजुरलाई धन्यवाद है त नमस्कार हजुर सम्पूर्णलाई म चाहिँ अहिले ठ्याक्कै यो पथरीको के चोक अरे पुलचोक पुल खोज्दा पुलै छैन पुलचोक रहेछ पुलचोक कस्तो चाहिँ हेर्नुहोस् है यहाँ यो पुलचोक रहेछ आफ्नै गाउँ आफ्नै ठाउँमा पनि घुम्न सकेन हरिरहेको छ खत्तम मान्छे रहेछु यत्रो खत्तम हुनु म कम्तीको बाटो छु यहाँ हेर्नु गाइड लिएर आएको छु कि नेपाली गाइड यहाँ हेर्नुहोस् हिस्टपुस्ट एकदम हेल्दी अब गाइडले चाहिँ अब यहीँदेखि बिदा लिने र हामीले म्याप पनि लिएर आएको छौँ कसरी जाने हेरौँ त म्याप ल पुलचोक हुँदै कीर्तिपुर त्यसपछि भातीगढा निस्किने अनि पुल तरेर सट्ट बाटो यो पश्चिमको बाटो छिँदै गेदालेबाट शिव मन्दिरदेखि सिधै यता पिपलचोक मेरो गन्तव्य स्थल चाहिँ भेलाइ जानुपर्ने है सिधै यहाँ छ भेलाइ पुगेपछि त म आँखा चिम्लेर पुगिहाल्छु आफ्नो गाउँठाउँमा नै हराउँछु यत्रो हराउँछु म कम्तीको बाटो छु गाइड लिएर आउँछु गाइड भएन भने म्याप लिएर आउँछु म्याप पनि एकदम यस्तो चाहिँ अर्ग्यानिक मान्छेको है तपाईँलाई नमस्ते अब फेरि भेटौँला गाइडसँग भोलि पर्सि अनि अहिले चाहिँ कति किलोमिटर भएछ 35.2 किलोमिटर देखाएको रहेछ मेरो सुपर बुलेटले अब हामी चाहिँ छुट्याइदिन्छौँ बाई बाई ल शुभयात्रा है ल शुभयात्रा ल म अगाडि बढेँ है त अब पुलचोकबाट अलिकति दक्षिण आएपछि क्रिस्चियन चोक आयो यो क्रिस्चियन चोक रहेछ अब यहाँबाट म बिस्तारै अगाडि बढ्छु मलाई चाहिँ अहिले यसपछि कीर्तिपुर जानु छ पछि 2टा बाटो भयो एउटा बायाँपट्टि एयरपोर्ट अनि एउटा यतापट्टि पिच बाटो यो बाटो सिधै गयो भने कीर्तिपुर पुगिन्छ अरे के म कोसेली चोक आइपुगेको छु त्यहाँ देख्नुहुन्छ बोर्डमा कोसेली चोक लेखिएको छ अनि रोडको दायाँ बायाँ पुरै यो धुपीको बोट होला कस्तो राम्रोसँगले रोपिएको रहेछ एकदम सुन्दर देखिया छ ठ्याक्कै अहिले म चाहिँ छु कीर्तिपुर है कीर्तिपुर कस्तो छ त एकचोटि हेरौँ है साथी हो यो ठ्याक्कै कीर्तिपुर चोक हो कीर्तिपुर बजार लेखिरहेको छ यहाँ चाहिँ अलिकति बजार रहेछ यो कीर्तिपुर बजार रहेछ उता चाहिँ पुरै अर्ग्यानिक नेचुरल साना घरहरू थियो होइन अनि यहाँ चाहिँ बजार रहेछ आज बजारहरू बहिनीहरू बजार हिँड्नु भएको हो आज आइतबार अनि अर्को के बार लाग्छ अरे कहाँदेखि आउनु भयो ए के लिन आउनु भयो ए ल है म चाहिँ गङ्गा गुरुङ खोला गएर काहीँ यसो बजार घुम्नु पऱ्यो है यो आइतबार र बुधबार लाग्ने बजार यहाँको बजार यो बाटोमा आउँदा बजार रहेछ यसो घुम्न मन लाग्यो यहाँनिर चाहिँ
पंखाहरू बनाउने इलेक्ट्रिक सप रहेछ। नमस्कार बुवा, हजुरको पसल हो यो? के बनाउनु छ तपाईँ त? इलेक्ट्रोनिकमा सबै हो के अब अरू त बन्द छ। कहिलेदेखि यस्तो सुरु गर्नुभयो बुवा दाइले? अब यहाँ सुरु गरेको चाहिँ अहिले 1 साल हुँदैछ। योभन्दा अगाडि कहाँ थियो? अगाडि इन्डियामा। इन्डियामा गर्नुभएको? त्यसो भने त खुङखार बनाउनुहुन्छ होला, सब्जी झानिदिनुहुन्छ? ए सबै तोडेको फोडेको सबै है? फ्याँकेकोहरू जम्मै फ्याँकेकोहरू पनि सबै बजाइदिने? कस्तो राम्रो त है। अब हामीले अन्त लानु परेन। पसलको नाम के हो? पसलको नाम छैन। इन्डियामा कहाँ बस्नु भएको? बस तपाईँ साइला भन्यो बस। के अरे? सेवारो? ओ आदङवासी सेवारो। म पनि लिम्बू गुरुङ हो। लिम्बू गुरुङ? लिम्बू गुरुङ पनि हुन्छ? हुँदो रहेछ त। ज्वाइँहरू परिचय हुँदैन त? ए दाजु हो ल है। यहाँ घुम्दै आउँदाखेरि बजार लाग्छ अरे किर्तिपुरमा, अनि काठमाडौँ भक्तपुर किर्तिपुर भन्थे, अनि यहाँको किर्तिपुर कस्तो रहेछ एकचोटि हेरौँ न भनेर आएको है। ल ल ल अनि यो कति पैसा पर्छ यो टेबल फ्यानको कोइल चेन्ज गरेको? कोइल चेन्ज गर्नु अब यिनीहरू चाइना हुन्। अब चाइना तार बिले छ भने 600-700 भन्छ। अनि सिलिङ? अनि सिलिङ पनि चाइना हो भने 600-700 पर्छ। ए ल जे होस्, महँगो पर्छ 1200-1100। शुभ नाम के भन्नुभयो हजुरले? हजुर के नाम भन्नुभयो शुभ नाम? मेरो सुधा पेसाइला। होइन पुरै भन्नु न। अनि के अरे? अगमबहादुर लिम्बू। अनि याकथुङबा त हो कि थर चाहिँ के हो त? ससुराली पर्ने हो कि फेरि यहाँ मेजमा खानुपर्छ भनेर कि? खानु पनि पर्छ। मेरो चाहिँ बखिमै हो ससुराली। बखिमै हो। चन्डाडा बखिम होइन, ताप्लेजुङको बखिम हो। अनि मामलीहरू चाहिँ थेबे हो। अनि बा साइनो लागिहाल्यो भने त यसो अलिअलि सिरिजुङ्गा हानेर धान पाइन्छ कि भनेर यसो जिस्काएको नि। ल ठिक छ, म पनि इलेक्ट्रिसियनै हो। अब यहाँ चिन्जानु भयो। अब बुवाको यो दाजुको पसलमा चाहिँ राम्रो छ बनेर छ सुपथ मूल्यमा। तपाईँहरूलाई पनि यसो सही तरिकाले चाहिँ मर्मत गर्नुपर्ने लिएर आउनु होला है। ल ल ल ल ओके, एकछिन म बजार घुम्छु है त। ल ल ल कस्तो रहेछ बजार हेरौँ। अनि आज र अर्को के बार लाग्ने अरे? आज आइतबार अनि अर्को बुधबार है। ल एकछिन घुम्छु ल। कहाँसम्म लाग्छ उता? गोसखान चाहिँ कता हो? गोसखान उता यो घर पछाडि छ। ए हस्। गोसखानमा छ पसलहरू। ए हस् हस्। यहाँ चौकी। ए अलि हतार पो छ त मलाई टाढो जानु, नभए त मजाले बताउनु हुन्थ्यो है। ल ल दाइसँग भेटघाट भयो, फेरि आउँला है। ल हुन्छ ल ल ल ल हस्। के थरी? मादेन खेवा हो। ए मादेन त मेरो सासूको मादेन चाहिँ हो, तर के थरी हो मेरो सासूको बहिनी दिदीहरू चाहिँ खेवा होइन होला, ताप्लेजुङको मादेन। ताप्लेजुङकै मादेन हो हाम्रो। ल यसरी बजार लाग्ने रहेछ, रोडको दायाँ बायाँ होइन। यहाँ सब्जी दोकानहरू यस्तो छ है। सुरुमा एउटा गजब कुकुर हो। मध्य समुदायले मात्रै गर्थ्यो पहिला, बिस्तारै हाम्रो नेपाल दाजुभाइले पनि गर्न थालेको छ। उहाँले चाहिँ इन्डियामै सिकेर आउनुभएको छ। इलेक्ट्रिक पसल भेटाएँ, आफू पनि विद्युत कर्मी, साह्रै खुसी लाग्यो। यता चाहिँ सागसब्जी दोकान रहेछ है त। एकछिन कमाउँछ, यो चाहिँ सब्जी दोकान रहेछ यता। नमस्कार साउनी बहिनी, के छ सब्जीको भाउहरू? अनि आफै उत्पादन गरे हो कि खरिद हो? टमाटर कसरी पर्छ हजुर? अहिले त अब बेउ मौसम होइन, त्यसैले महँगो पर्छ है। यसो घुम्न आएको यहाँ बाटोमा आउँदाखेरि चाहिँ आइतबार बजार लाग्दैछ किर्तिपुर भन्यो, अनि घुम्न आएको है बहिनी। देखाउँछु है, मिल्छ नि? हस् ल थ्याङ्क यू ल। गाउँतिरको बजार ठिकै लाग्ने रहेछ। दायाँ बायाँ यसरी सानोतिनो बजारहरू, सागसब्जी होइन यस्तो छ। अलि अगाडि हेरौँ के रहेछ। यता जुत्ताहरूको पसल होइन, जुत्ता चप्पलको पसल रहेछ। नमस्कार है आमा, नमस्कार। सेवारो है आदङवासी। अनि के हो यो त रोटीमा बेच्दै हुन्छ त अहिले त? खाजावाला रोटी हो यो? जाँडको कि रक्सीको मर्चा हो?
यो जाँडको कि रक्सीको एउटै हुन्छ त होइन फरक हुँदैन आमा जाँडको रक्सीको फरक हुँदैन एउटै हुन्छ र कि आफैले बनाउनु भएको हजुरले यो अनि यस्तो जडीबुटीहरू कहाँ पाइने हो नि यसरी बनाउनु फेरि कस्तो मेहनत गर्नुपर्ने है कहाँबाट सिक्नु भयो आमाहरूले सिकाउनु भएको ए अनि यसमा चाहिँ के छ कोसेली ए कसरी पर्छ यो ल 2-3टा मलाई दिनु त ल एक थुम्बाकै हो कि मेरो पनि यसो म पनि लिम्बू गुरुङ हो यो 2-3टा दिनु त त्यही राखिदिनु एउटा झोलामा हालिदिनु त्यस्तो साह्रै म बुझ्दिनँ अलिअलि यसो धान नाच्नु चाहिँ पायो भने चाहिँ यसो नाच्छु त्यति हो अब भाषा चाहिँ आउँदैन है तरेमा हो हुन्छ त यता हो यङमेनमा रक्ती मिसाउने धान नाच्न तान्दा रिसाउने यो फिलुङ्गे अचार कि किनी मजा फिलुङ्गे अचार तरे माझ्यु के छ विचार भने भइहाल्यो है अब यसै अब नक्कल पारेको नि है ल चेलीहरू भेटाएँ नमस्ते है मलाई अलि हतार छ ए बजार लाग्ने रहेछ थाहा पाएर यसो एकछिन छिरौँ भनेको र मैले आमाहरू भेटाएँ बहिनीहरू भेटाएँ खुसी लाग्यो फेरि अर्कोचोटि आउँला त्यतिखेर नाचौँला है आजलाई अलि हतार छ ढिलो भइसकेको छ टाढो जानुपर्ने हस् ल यो 2टा 60 रुपियाँ दिनु पऱ्यो हस् ल सौदा पनि लानु पऱ्यो ओके बाई यहाँ आएपछि चाहिँ बाटो अल्मलिँदो रहेछ पूर्वतिर लाग्यो भने चाहिँ बायाँ पूर्वतिर लाग्यो भने चाहिँ हसन्त जाने बाटो अनि यता यो अरू गएकोतिर गयो भने चाहिँ भातेगौँडा मैले जानुपर्ने यो साइडमा दाहिनेपट्टि है अनि कमाउने चाहिँ थोरै खाने 6 जना त्यसैले ठुलो बुढी भयो होइन त्यसैले हाम्रो त्यस्तै 50औं वर्षको पसल पनि त्यस्तै छ होइन ठिक छ जे होस् अर्ग्यानिक छ राम्रो छ सन्तोष सुख जुन छ नि सन्तोक राख्यो भने मात्रै राम्रो हुन्छ अरे नि यो भएन त्यो भएन भन्यो भने त सन्तोक लिएन भने त खाएको पनि पच्दैन राति निन्द्रा पनि लाग्दैन होइन त्यही ठिक छ है ल सानो बाबुहरू छुट्टी भयो त भरे भोलि आएर फेरि यहाँ नास्ता पानी खाउँला गफ गरौँला त्यतिकै है ल बाई ल नमस्कार चेली नमस्कार नमस्कार आराम हुनुहुन्छ परिचय गरौँ न त अनि शुभ नाम के हजुरको ए कहाँदेखि आउनुभएको यहाँ ए अनि पहाड चाहिँ कहाँ हो धनकुटा है कहिले आउनुभएको ए 12-14 अनि यो ठाउँलाई के भन्छ ए मलाई भेलाइ जाने बाटो भनिदिनु त यहाँबाट अगाडि कसरी जाने यहाँबाट अगाडि के आउँछ अब पुलबाट उँधो गएपछि अनि 2टा पुल तरेपछि गिर्दलिया जानु पर्यो हस् चिसापानी है यो चिसापानी रहेछ साँच्चै नै चिसो होला वरिपरि चाहिँ हरियाली रुखहरू छ होइन चिसो पानी छ खै खाना चाहिँ पाइँदैन जस्तो छ पानी चाहिँ अब रुखहरूले खाएको होला हामीले चाहिँ अब घरमा गएर खानुपर्छ चेलीबेटीको अनि यहाँ चाहिँ 125 केबी प्रसारण लाइनको टावर देखिरहेको छु यहीँबाट जाने रहेछ दुबीबाट चाहिँ यो बिर्तामोड दमक जान्छ अनि यो लाइनले कतिको तपाईँहरूलाई तर्साउँछ कहिलेकाहीँ पड्किन्छ होला नि ए पड्किया छैन च्यार्रा गर्छ है अनि म जिउँदैछु भन्नु पर्यो नि त उसले पनि होइन हस् बहिनी हजुरसँग भेटघाट भयो चिन्जान भयो खुसी लाग्यो है फेरि भोलि पर्सि गफ गरौँ ल हस् ओके अहिले बिस्तारै अघि बढ्दाखेरि म पत्री खोला पुल आइसकेको छु अगाडि पुल छ जस्तो छ सानो बाबुहरू आइरहेका छन् म अगाडि बढिरहेको छु नमस्कार बुवा नमस्कार आराम हुनुहुन्छ तपाईँको घर कहाँ हो यो कुन चोक हो यो जयबहादुर चोक जयबहादुर चोक हजुर कसको नाम हो जयबहादुर भनेको जयबहादुर श्रेष्ठ ए जयबहादुर श्रेष्ठ अनि यो जयबहादुर चोक अनि ठाउँको नाम के हो गेलाबारी यो गेलाबारी आइसक्यो हजुर मलाई उता जानु छ भेलाइ जानु छ यहाँबाट सिधै यता गयो भने चाहिँ यता जानु भने अलि घुम्नुपर्छ निकै घुम्नुपर्छ यता चाहिँ शान्ति चोक जान्छ शान्ति अलिक माथि जानुभयो भने शान्ति चोक अनि शिव मन्दिर यता कहाँ छ शिव मन्दिर त्यहाँ तल छ ओ म शिव मन्दिरतिर हुँदै भेला जानु पर्यो होइन हजुर
तपाईँको नाउँ के भन्नुभयो? दिले चौधरी। के चौधरी? दिले चौधरी। दिले चौधरी है? हजुर। कस्तो राम्रो छ। दिलबहादुर है? बहादुर पनि। ल ठिक छ, ल खुसी लाग्यो बुवा है। ल ओके बाई। ल बाटो देखाउनु खुसी लाग्यो है त। ल दाइ म त हराइसकेँ त। म हराएँ। भेलाइ जानुपर्ने। कहाँबाट जानु भेलाइ? नरपुङ चोक कता हो? नरपुङ चोक यतै हो? अगाडि नरपुङ चोक आउँछ? हस् बुवा हस्। ल ल ल अब चाहिँ यो दुईवटा बाटो आएको थियो, यता जानु भएन रहेछ। म चाहिँ यसरी पूर्व हस्। अब यहाँ हुँदै नरपुङ चोक अनि भेलाइ आउँछ, आउन आँटे जस्तो छ। म चाहिँ गिर्दलियाको तल्लो छेउमा आइसकेँ अनि ठ्याक्कै यहाँ शिव मन्दिर हेर्नु अनि शिव मन्दिरबाट चाहिँ उँधो जानु भन्दै हुन्थ्यो। अब यसबाट म चाहिँ दक्षिणतिर लाग्यो भने नरपुङ चोक अनि त्यसपछि भेलाइ आउने होला। ल अब म दक्षिणतिर लाग्छु है त साथी हो। रमाइलो ठाउँ रहेछ, सानोतिनो बजारीकरण हुँदै गरेको, साना साना दोकानहरू छ यतातिर, अलिकति तराईवासी मूलहरूको चाहिँ बसोबास रहेछ यो एरियामा। अब त लास्टै गाह्रो भने कहाँ जाने? अब यता एउटा बाटो छ, यता एउटा बाटो छ, अर्को यता बाटो छ, तिनवटा बाटो आइरहेछ। अब कता जाने कता जाने? भेलाइ कहाँबाट जाने बहिनी? भेलाइ भेलाइ यताबाट जाने है। ल सानो सानो चेलीहरूले मलाई यताबाट जा भन्नुहुन्छ, म यताबाट जाने हो। एउटा दुईवटा तिनवटा। यो बाटो कहाँ जाने? यो दाहिने अनि यो अर्को दोमुना जाने। यो दोमुना, यो दाहिने, यो भेलाइ। ल अब म भेलाइतिर लागेँ। ल हजुरलाई धन्यवाद है त। यो नरपुङ चोक नरपुङ चोक रहेछ यो। यहाँ पिपल चोक के लेखेको छ लेख्ने चाहिँ पिपलको रुख भएर पिपल चोक होला, तर नरपुङ चोक भनेर चिनिने रहेछ। अनि फाटोफुट्टो बस्तीहरू छ, एउटा दुईवटा साना दोकान रहेछ यहाँ होइन। तराईको ठाउँ यस्तै हो नि त साथी हो, रमाइलो रहेछ। ल म चाहिँ यतातिर लागेँ है त। आहा कस्तो सुन्दर धानको बाला लह लह झुलिसकेको छ। माथि आकाशमा बादल पनि ठ्याक्कै हिउँ जस्तै हिमाल जस्तो देखिएको छ। कति राम्रो। आहा फाइनली गाइज म चाहिँ दाजु भाउजू घरमा आइसकेपछि भाउजूले यसो दर्शन गर्ने फर्किहाल्ने। मेरो भाउजू चाहिँ यहाँ हुनुहुन्छ, आराम हुनुहुन्छ नि। ल फ्याफुला गरेँ अनि छेजोलो गरेँ, सबै गरेँ। नाति केटो यहाँ रहेछ, भाउजू सन्चै हुँदो रहेछ है। बस भन्नुहुन्छ, बस्नु त मन लागेको छ नि, भाउजूसँग गफ गरेर बस्नुहुन्थ्यो है। तर त्यस्तै छ नि गोठालो जिन्दगी, अब के गर्न, छोड्नु मिल्दैन। रात परिसकेको छ, म भाग्नु छ हतार म गइहाल्छु। बाई बाई नमस्ते है भाउजू। ल फाइनली गाइज यो हाम्रो गाउँ रमाइलो ठाउँ भेलाइ आइपुगेको छु। ट्याक्कै भेलाइ आइपुगेपछि नाता नातिना बुहारी भाइ सबैलाई भेटायो। यतापट्टि उतापट्टि भान्जा भान्जी घुम्दै घुम्दै ठ्याक्कै कति भएछ भनेको 33 किलोमिटर कति थियो त्यहाँ? 50 भनेको कति भयो त? अनि 17-18 किलोमिटर रहेछ। टाइम चाहिँ कति लाग्यो मलाई भने घुम्दै डुल्दै कीर्तिपुर बजार भर्दै है, ठाउँ ठाउँमा सोध्दै कहिले नहिँडेको बाटो 4:43 भनेपछि लगभग भनौँ न 40 मिनट जस्तै लगाएछु घुम्दै घुम्दै आउने भएर। हेलो हेलो नमस्ते नमस्ते नाति केटोमा नमस्ते गरेछ क्यामेरा देखेर होला। यस्तै छ अहिलेका अल्फा सल्फा के हो, यिनीहरू त्यस्तै ट्यालेन्ट छन् कि। फाइनली म आइपुगिसकेको छु है त। ल साथी होला अबुई मेरो भान्जा पनि है टेरिका। ल ल है एकचोटि यो भेलाइ, अब भेल चाहिँ आउँदैन, नाउँ चाहिँ भेलाइ, तल्लो भेलाइ डुबाएछ। ल गाइस फाइनल्ली एउटा सेलरोटी पाक्न आँट्यो। बक्रा पुलको झोलुङ्गे पुल आइसकेको छ। अब यहाँ चढाउन सक्दिनँ कि जस्तो लाग्छ, त्यसैले मैले चाहिँ खोला तार्नलाई चाहिँ माझी के भन्छौँ हामी होइन, त्यसरी नै यहाँ पुल तार्ने के हो मेरो भान्जोलाई लिएर आएको छु। गाउँमा घर सकेको डर छ भन्छु नि, त्यसैले ढुक्क छु म। यस्ता चाहिँ लक्का जमान चाहिँ मेरो भान्जा लिएर आएको छु। अब भान्जोले चाहिँ अब यो बाइकलाई मेरो सुपर स्प्लेन्डर बुलेटलाई चाहिँ तार्दिने हो, त्यसपछि म उताबाट सर लिएर जाने हो। म कम्तीको बाटो छु। फाइनली गाइज आफ्नै कुटीमा आइपुग्यो है, घुम्दै फिर्दै जानेको मलामी मस्तले घुम्यो। अब के गर्ने, यहाँ भन्नुभएको छैन, कारवाही परिन्छ। गृहमन्त्रीले सुन्ने हो कि बिस्तारै बोल्दैछु म। एउटा रोटी सेलरोटी डल्लै पाकेको छ। गुलाबारी हुँदै अनि पथरी हुँदै अनि भेलाइ हुँदै सुनवर्सी माताको दर्शन गर्दै आइपुग्यो। अनि म त्यत्तिकै पनि आएको छैन कि त, कोसेली पनि लिएर आएको छु। कोसेली पाइसक्यो त मक्ख गाली साली हरायो कि के रहेछ? लु हेरौँ त कोसेली के रहेछ।
गाली खान्छु भनेर हेर्नु नि यहाँनिर यहाँ कसैले यहाँ के बोकेर आएर यहाँ मलाई फकाएको फकाउँदै हुनुहुन्छ। के रहेछ त हेरौँ त ल। ए बोडी रहेछ, यो भान्जाको देखियो होला बोडी, ठुलो भान्जाको वा यो छोराले के गिफ्ट दिएको होला। खोलेर हेरौँ न त। अब झन् बवाल ब्लगहरू बन्ने भयो। अब यो यो चाहिँ विदेशी आयो, रहेछ नि त यो खतरा छ। अब अझै छोराले चाहिँ गिफ्ट दिएको। अब यसले झन् कस्तो कस्तो ब्लग बन्ने हो। ब्रान्डेड छ होइन। यता बोया सोया अब गयो खोया अब होइन। अनि अरू के छ? श्रीजङ्गा छ। यी गृहमन्त्रीको शिर उठाउनलाई श्रीजङ्गा। यो चाहिँ अमृत भान्जा के अरे कान्छा भान्जाकोबाट आएको। यो भन्नु मात्रै हो तर यो चाहिँ मसँग चल्दैन। श्रीजङ्गा चल्दैन। त्यसपछि अनि अरू के छ? अनि अरू यो सुपर फुड छ त्यहाँ। सुपर फुड एकदम बनाना सुपर फुड है। केरा रहेछ यहाँ। केरा पनि भेलाइबाट। ल अर्को अब त्यही हो। अब अर्को के रहेछ त्यहाँ? यो चाहिँ के रहेछ? नयाँ बाटो नयाँ ठाउँ घुम्दै होइन। यो के हो? कुनै यो पत्तामा बेरिएको छ खै हेरौँ। त्यो कीर्तिपुर यहाँ पनि रहेछ। काठमाडौँ ललितपुर भक्तपुर गर्दा गर्दै 5 किलो भात खाइने भएछ त। किनीमा पो रहेछ त नि। ताजा किनीमा। कहाँ किनेको थाहा छ? यो पनि यति। कहाँ किनेको थाहा छ? यो कहाँ किन्नु भएको? कीर्तिपुरमा चाहिँ आइतबार पनि लाग्दो रहेछ है। त्यसरी चाहिँ किन्दै आयो। बाटोमा बाँड्दै आउँदाखेरि यति आइपुगेको। ल साथी हो, पशुपतिको दर्शन पनि सिद्रा व्यापार पनि भयो। यहाँ गाली खान्छु भनेर त पहिला अनि यहाँ निकालेर सबै देखाइदिनु भएको। कतिको कम्तीको बाटो हुनुहुन्छ खल्ला गरे काइला। बाटो नम्बर हुन्छ त। अनि ल यहाँहरूलाई यो मेरो चाहिँ ब्लग भिडियो कस्तो लाग्यो, मन पर्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु होला। अनि सब्सक्राइब पनि गर्नु होला यहाँले गर्नुभएको छैन। अनि बेल आइकन पनि दबाउनु होला। त्यसो भन्दा यहाँसँग छुट्टिन्छु। त्यसो भन्दा यहाँसँग छुट्टिन्छु। बाई बाई, नमस्ते। सियो। व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, सस्तो रहनुहोस्। जो हाँस्यो जो नाच्यो जो घुम्यो ऊ चाहिँ लम्बा बाँच्यो भन्छ। बाई बाई, सियो। फेरि भेटौँला है त अर्को रमाइलो भिडियोमा।